नेपाली लाइभ दोहोरी गीत गाएर चर्चामा आएकी गायिका हुन् निर्जला गुरुङ। निर्जला गुरुङले मिठो आवाजका कारण दर्शक श्रोताको मन जित्न सफल भएकी छिन्। उनै गायिका अहिले भने अस्वस्थ भएकी छिन्। दिनभरि हराउँछौ ढाँटी ढाँटी, रिस उठ्ने गराउँछौ डाँडै बिसाउने। सबै कुरा राम्रो छ मेरो राजाको, एउटै ढाँट्ने बानीले पार्छौ रिसाउने। उनले आफू बिरामी भएको संकेत गर्ने फोटो आफ्नो फेसबुकमा सार्वजनिक गरेपछि उनका प्रशंसकहरूमा चिन्ता बढेको छ। गायिका निर्जला गुरुङले विभिन्न चर्चित लोकदोहोरी गायकहरूसँग कडा दोहोरी गाएकी छिन्। उनको युट्युब च्यानलमा हेर्ने हो भने उनले गाएका लाइभ दोहोरीहरू मिलियन भ्युजमा पुग्न सफल पनि भएका छन्। गायिका निर्जला गुरुङलाई मिठो स्वर र दोहोरी गाउने शैलीका कारण धेरै दर्शकहरूले मन पराउने गरेका छन्। उनले धेरै लाइभ दोहोरी गीत गाएर लोकप्रियता कमाएकी गायिका हुन्। धेरै लाइभ दोहोरी गीत गाएर लोकप्रियता कमाइसकेकी गायिका निर्जला गुरुङलाई अहिले भने के भएको हो भन्ने स्पष्ट जानकारी भने सार्वजनिक भएको छैन। उनी के कारणले गर्दा बिरामी परिन् भन्ने कुरा पनि खुलाइएको छैन। यद्यपि सामाजिक सञ्जालमा उनका धेरै दर्शक श्रोताले उनको स्वास्थ्य प्रति चिन्ता व्यक्त गरिरहेका छन् र छिट्टै स्वास्थ्य लाभको कामना पनि गरिरहेका छन्।